रासोपाको उग्रता, एमालेले गरेको कार्यक्रममा देखाए अश्लीलता। खजुरा गाउँपालिकाको खजुरा 1 नम्बर बजारमा भएको नेकपा एमाले स्तरीय र्याली तथा घरदैलोका क्रममा रासोपाका कार्यकर्ताले उग्रता देखाएका छन्। उनीहरूले एमालेका कार्यकर्ताहरूले गरेको घरदैलो कार्यक्रममा गएर अश्लीलता देखाएका हुन्। रासोपाका कार्यकर्ताहरूले अभद्र संकेत देखाएर एमालेको कार्यक्रममा सहभागी भएका एमालेका कार्यकर्तालाई दुर्व्यवहार गरेका हुन्। रासोपाका कार्यकर्ताहरूले सवारी साधनमा गएर दुर्व्यवहार गर्दा एमाले कार्यक्रममा सहभागी भएका महिलाहरूले आपत्ति जनाएका छन्। हामीले घरदैलो कार्यक्रम गर्दै थियौं। रासोपाका कार्यकर्ताहरू गाडी र मोटरसाइकलमा आएर भन्न पनि लाज लाग्ने औंला देखाएर अभद्र संकेत गरेका थिए। कार्यक्रममा सहभागी सुजिता राणाले बताउनुभयो, आफ्नै कार्यक्रममा आएर रासोपाका कार्यकर्ताहरूले महिलामाथि अभद्र व्यवहार गरेपछि कार्यक्रममा सहभागी एमाले युवा विनय भण्डारीले प्रतिकार स्वरूप आक्रोश व्यक्त गरेको बताएका छन्। त्यो भिडियो सत्य तथ्य बुझेर मात्रै हजुरको निष्कर्ष दिनु होला, किनकि त्यसमा चाहिँ हाम्रो दिदीबहिनीलाई गिजाइसकेपछि म एउटा छुटाउन जाने हिसाबले त्यहाँ देखेको। तर त्यहाँ कस्तो छ भन्दाखेरि मिडियाले एकतर्फी मात्रै देखाउँदाखेरि त्यो एग्रेसिभ लड्न गए जस्तो गर्छ। खास त्यस्तो होइन, म त्यहाँ सम्झाउन चाहिँ गएको। हामीले गरेको कार्यक्रममा आएर हाम्रै महिला दिदीबहिनीलाई अश्लील औंला देखाएपछि हामी चुप बस्न सकेनौं र प्रतिकार गर्यौं। आज रासोपाले गरेको अभद्र व्यवहारप्रति बाँके प्रहरीले आफ्नो ध्यानाकर्षण भएको बताएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता दीपक पातलीले निर्वाचनका समयमा सबैले राजनीतिक दल र कार्यकर्ताले संयमता अपनाउन आग्रह गर्नु भएको छ, अन्यथा कानून बमोजिम कारबाही गरिने उहाँले बताउनु भएको छ। रासोपाका कार्यकर्ताहरूले अभद्र व्यवहार देखाए भन्ने छ एमालेका कार्यकर्तालाई, अनि यो के रहेछ? अनि त्यसपछि मिडियाहरूमा फेरि शान्ति सुरक्षा अलिक कम भयो, फितलो भयो भन्छन्। यसमा प्रहरीले के भन्छ भनेर यसो प्रहरीको भनाइ चाहिँ यसमा के हो भने सबैले निर्वाचनको सम्बन्धमा शान्ति सुरक्षा कायम गर्ने कुरामा चाहिँ दुवै पक्ष भन्दा नि सम्बन्धित सम्पूर्ण पक्षले चाहिँ आफ्नो तर्फबाट सहयोग गरिदिनु, संयमता अपनाइदिनु, निर्वाचनलाई चाहिँ सद्भावपूर्ण रूपमा चाहिँ सम्पन्न गर्ने खालको वातावरण निर्माणमा सबैले सहयोग गर्नुहोस्, अन्यथा कानुन बमोजिम कारबाही हुन्छ।